So guys, today we are having our full day as a 15 years old र आज चाहिँ म जिममा गएर पुल डे हान्नेछु जसमा चाहिँ मेरो एक्सर्साइजहरू ब्याक र बाइसेपलाई भ्याउने हान्नेछु र 15 वर्षको एकजना मान्छे हुँदाखेरि नेपाल हुँदाखेरि म पुल डेमा चाहिँ कस्तो कस्तो एक्सर्साइजहरू हान्छु ब्याकको लागि र बाइसेपको लागि कस्तो कस्तो एक्सर्साइजहरू हान्ने गर्छु भन्ने चाहिँ आज म देखाउने छु र त्यस साथसाथै चाहिँ आज चाहिँ म अब जिममा कोही मान्छेहरूलाई अब फर्स्ट स्टेप चाल्नु मन छ जिम स्टार्ट गर्नु मन छ आफ्नो ड्रिम फिजिकहरू एचिभ गर्नु मन छ भने तपाईँहरू नि कसरी चाहिँ अर्ली एजमै एउटा ड्रिम फिजिक एचिभ गर्नु सक्नुहुन्छ कसरी फर्स्ट मुभ चाल्ने जिममा कसरी ट्रेनिङ गर्ने के ट्रेनिङ गर्ने र आजको मेन पोइन्टहरू चाहिँ के हो भन्ने हामी त्यहीँ सिक्नेछौँ ल गाइस लेट्स मुभ द जिम हामी चाहिँ हाम्रो जिमको नजिक आइसकेको छौँ र आज स्पेसली जोस छ फर्स्ट भिडियो हाल्न आँटेको छ यसो लङ टाइपको सो हेर्नुलाई कस्तो लाग्छ अनि के अलिकति डेभलप गर्नुपर्ने छ यसमा क्वालिटीहरू हुन्छ कि अब गुनासो के लाग्छ तपाईँहरूलाई यो च्यानलको भिडियोहरूमा चाहिँ के डेभलप गर्नुपर्ने हुन्छ त्यो चाहिँ तपाईँहरूले अब यसो भनिदिनु होला र हाम्रो अर्को मेरो क्यामेराम्यान नै छ मेरै जिममेट्स आफ्नै होइन त्यसको चाहिँ आज पुस्टे रहेको छ आज त्यसको चाहिँ लगाइ जिम सो गाइज नाउ हेरेर त जिम होइन हामी चाहिँ जिम आइसकेको छौँ जिमको माहौल चाहिँ यस्तो छ मान्छेहरू यति छन् यो 15 इयर ओल्ड एउटा सानो टाउनको जिम मात्र हो होइन त्यति बिग पनि छैन जति हुनुपर्ने थियो यहाँ हाम्रो यो आज के हान्ने अरे त चाहिँ मेरो चेस्ट हो पुस्टे रहेछ यसको अब जिम ग्रोथको अनि अर्को स्पिड भएपछि चाहिँ मजा आएन नि त जिम गर्नको लागि त्यस्तै हो लेट्स मुभ लेट्स स्टार्ट वार्म अप ब्रो बललाई चाहिँ वार्म अप गर्नुपर्छ वार्म गर्नु भने चाहिँ अब माइनर इन्जुरीहरू सानो इन्जुरीहरू चाहिँ धेरै आउने चान्स हुन्छ सो आज चाहिँ हाम्रो ब्याकलाई छ अनि हामी ब्याकलाई चाहिँ थोरै स्ट्रेचिङ गर्नेवाला छु warm up is necessary guys, it's an exercise मुभ गाइस छ मेरो आजको फर्स्ट एक्सर्साइज ब्याकको लागि फर्स्ट एक्सर्साइज भनेको छ मेरो ल्याट पुल डाउन माई अल टाइम फेभरेट जस्तो मेरो यो मिडदेखि लोवर सबै ब्याक भ्याउने छ ल गाइस अब हेर्नु होला कसरी म परफर्म गर्छु ल्याट पुल डाउन अब चाहिँ म गर्नेवाला छु बाइसेपको जसमा म बाइसेप क्रल अनि साइड ह्यामर क्रल अनि ह्यामरकोलाई मिक्स गरेर गर्नेछु होइन त्यसले चाहिँ ब्लास्ट हुन्छ बाइसेपमा चाहिँ एकदम त्यो चाहिँ बेस्ट लाग्छ मलाई लेट्स डु इट चाहिँ एउटा यस्तो सुटहरू गर्छु फर्स्ट म कम हेर्ने वार्म अप गर्छु त्यसपछि बिस्तारै एकैतालमा आफ्नो कुनै पनि वेट क्याटेगोरीको पिआरले चाहिँ हान्छु जसमा चाहिँ 8-9 मिनट साथ निकाल्छु त्यसपछि फेरि वेट डाउन गरेर अलिक रेस्ट You don't even have enough to ever say that you're sorry.
गाइज इन द एभ्री सेट्स जुन चाहिँ एउटा मेन पोइन्ट हो मसल बिल्डको लागि जुन एक्सर्साइज गर्दा पनि फेलियर चाहिँ हिट गर्नुपर्छ No, guys, if you want this. सकेको छ तर एक्सर्साइजको पुरै क्लिप चाहिँ मैले हाल्न भ्याइनँ किनकि आज क्यामराम्यान नै थिएन अनि स्ट्यान्ड पनि ल्याउनु बिर्सेछ सो क्यामराम्यानले एक्सर्साइज गर्नु पर्थ्यो र आज मेन कुरा चाहिँ के छ भने अब जो मान्छेहरू चाहिँ अब जिम न्युली जोइन हुनु खोज्नुहुन्छ जो मान्छेहरू चाहिँ अब आफ्नो फिजिकदेखि आफ्नो बडीदेखि एकदम अहिले फोकसमा गर्नु भएको छ जो मान्छेहरूलाई चाहिँ अहिले एउटा आफ्नो ड्रिम फिजिक ओपन गर्नु मन छ वा जिममा स्टेप चाल्नु मन छ भने चाहिँ तपाईँहरू चाहिँ फर्स्टमा जिममा स्टेप चाल्नुभन्दा अगाडि चाहिँ घरमै वर्कआउट टाइपको गर्नु जस्तै कि कुनै पनि अब फर्स्टमा घरबाट भन्दा अगाडि त्यसको बारेमा स्टडी हाल्ने जस्तो टाइपको जिम जानुभन्दा अगाडि त्यसको बारेमा स्टडी हाल्ने अनि बिस्तारै बिस्तारै ज्ञानहरू आउँदै गर्छ आजकलको नेपालीहरू चाहिँ के गर्छ भने 81 जिम जान्छ भन्ने सोच गर्छ अनि जिम गएर सक्दो हिँड्नु जान्छ अनि बेकार गानु जान्छ भन्छ त्यसो रङ हो फर्स्टमा त्यसको बारेमा स्टडी हाल्नुहोस् सक्दो जसो फर्स्टमै होम वर्कआउट गर्नुहोस् वर्कआउटमा पुसअप स्क्वाडहरू मास्टर गर्नुहोस् त्यसपछि पछाडि लेभल बढाउँदै जानुहोस् अनि जिम जानुहोस् भन्ने सजेसन गर्छु मेरो हिसाबमा चाहिँ अब तपाईँहरू के सोच्नुहुन्छ 81 जिम गइहाल्नुभयो भने पनि एकदम फोकस दिएर त्यसबारे स्टडी गरेर मात्र हेभीहरू जानु होला फर्स्टमा फर्म बेस्ट हुनुपर्छ तपाईँहरूको सबभन्दा पहिलो र यति भन्दै आज चाहिँ यहीँ जिम घर लाइक सेयर सब्सक्राइब हानिदिनु होला र भिडियो कस्तो लाग्यो भिडियोमा के सुधार गर्नुपर्ने छ एउटा इन्फ्लुएन्स हुनु चाहेको नातामा तपाईँहरूले इन्फ्लुएन्स गर्नु खोजिरहेको हो यसमा धेरै कुराहरू रङली हुनसक्छ राइट पनि हुनसक्छ त्यो चाहिँ हामी सबैले मिलेर सुधार गर्नुपर्छ र नेपाली फिटनेस कम्युनिटीलाई चाहिँ हामीले अब अर्कै लेभलमा लिनुपर्छ